मुलुकलाई एकदमसँगले विकास गर्नुपर्छ भन्ने उहाँको बारेमा त आम जनतालाई केही भन्नै पर्दैन। उहाँ कस्तो मान्छे हो। उहाँले जो हाइड्रो पावरलाई चाहिँ अब नेपालको विद्युत उसलाई चाहिँ एउटा बाटो नै देखाउनु भयो। हाम्रो 18 घन्टे लोड सेडिङलाई घटाएर उहाँले अहिले चाहिँ निरन्तर बिजुली बल्ने नेपालभरि त्यस्तो चाहिँ बनाउनु भएको। अनि हामीले चाहिँ के छ भन्दाखेरि यो मन्त्रीमण्डल अन्तरिम सरकार गठन हुँदाखेरि उहाँ जस्तो मानिसहरू मन्त्री परिषदमा चाहिँ हुनुपर्छ, मन्त्रीमण्डलमा भन्ने र ज्यादा चाहिँ जेनजीहरूको रोजाइ कुलमानजी हुनुपर्छ भन्ने चाहिँ जेनजीहरूको रोजाइ फोर्स। र मैले यो ल्याउने बेलामा पनि साह्रै विनम्र हात जोडेर एकदम अनुरोध गरेर तपाईँ अलिक यदि पछि पोलिटिक्समा लाग्नु भएछ भने बरु राजीनामा भएर जानु होला, तर अहिलेलाई चाहिँ हामीलाई सहयोग कृपया प्लिज सहयोग गरिदिनुहोस् भनेर हामीले त्यसरी निम्त्याएर बोलाएर चाहिँ हामीले चाहिँ मन्त्रीमण्डलमा राख्यौँ। उहाँले चाहिँ जति निर्माणका कामहरू छन्, बाटोको बनाउने काम छ, रातभर ननिदाएर उहाँले चाहिँ त्यो बाटो खुलाउने काम जहाँ जहाँ चाहिँ इलाममा बग्यो बाटो अथवादेखि यो जुन हाम्रो चाहिँ के अरे उसबाट भौतिक एउटा क्षति जुन भयो, प्राकृतिक प्रकोप भयो, त्यो बेलामा पनि सारा बाटो घाटो उहाँले रातभरि रुकेका बाटो घाटो अनि त्यसपछि निर्माण नभएर चाहिँ त्यो खेलाची भएर ठेकदारहरूले मनपरी जस्तो गरेको बेलामा पनि त्यस्ता ठाउँमा जम्मै मिलाएर काम गरेर उहाँले चाहिँ मुलुकको लागि ठुलो काम चाहिँ उहाँले गर्नुभयो। र यो काम गर्ने सिलसिलामा मन्त्री परिषदमा बसेर अन्तरिम मन्त्रीमण्डलमा बसेर पनि उहाँले कुनै सुविधा लिनु भएन। सिर्फ आफ्नै मोटर, आफ्नै खर्च आफैले गरेर आफ्नो निर्वाह आफैले गरेर सरकारलाई 1 रुपैयाँ पनि उहाँले कुनै किसिमको रकम नलिएर उहाँले निशुद्ध रूपमा निस्वार्थ रूपमा यो 3.5 भन्दा बढी महिनासम्म उहाँले चाहिँ सेवा गर्नुभयो। अब अहिले उहाँ राजनीतिमा जाँदै हुनुहुन्छ। उहाँको भविष्य उज्जवल होस्। उहाँको भविष्य उज्जवल हुनु भनेको त के हो भन्दाखेरि उहाँले जुन उद्देश्य लिनुभएको छ, एउटा जसरी एउटा निष्ठा, एउटा चाहिँ इमान्दार भएर काम गर्न खोज्नु भएको छ, जसरी आफ्नो काम उहाँले विद्युत कर्पोरेसनहरूमा देखाउनु भयो, विद्युत विभागमा कर्पोरेसनहरूमा जसरी देखाउनु भयो, त्यस हिसाबले हेर्ने हो भने उहाँले जनताको लागि गर्ने हो। उहाँले भोलि राजनीतिमा आएर निर्वाचन आफ्नो चाहिँ जितेर आफ्नो दललाई अघि बढाएर उहाँले निस्वार्थ रूपमा त्यसरी चाहिँ अगाडि चाहिँ मलाई देशको लागि ठुलो काम गर्नुहुन्छ। र अहिलेको यो धुमिल भएको राजनीतिक अवस्था, यो जेनजीको आन्दोलनमा जुन देखिएको भ्रष्टाचार विरुद्धको कुराहरू छ, जो सुशासन भएन भन्ने कुराहरू छ, र चाहिँ यहाँ चाहिँ आम मानिसले रोजगारी पाएनन् भन्ने कुराहरू छ, त्यो कुरामा चाहिँ उहाँले पुरा गर्नुहुन्छ र भन्ने कुरा चाहिँ मलाई चाहिँ विश्वास छ। र म उहाँलाई बधाई पनि अहिले नै दिन चाहन्छु कि उहाँको चाहिँ सफलता होस्, उहाँको टिमले नै जितोस्।